हेलो हेलो नमस्ते सबैजनालाई। आज चाहिँ हामी दुईजना घाँस काट्न गएको। अघि दिउँसो चाहिँ हाम्रो यहाँ इसिबु नजिकै पञ्चमी भन्ने ठाउँमा मेला लाग्दैछ। हामीहरू चाहिँ मेला हेर्न गएको थियौँ। अहिले साँझ आउँदाखेरि त भैँसीलाई हाल्ने घाँस पनि रहेनछ र हामी चाहिँ घाँस काट्न जाँदैछौँ। हेर्नु है, हाम्रो चाहिँ यहाँ चाहिँ माइत आएको। यिनी चाहिँ मेरो बहिनी अनि म चाहिँ दिदी। अनि अब अहिले रात परिसक्यो हेर्नु है, बिजोग छ। हजुरहरूलाई एउटा कुरा चाहिँ सोध्न मन लागेको छ, हजुरहरू सबैजनालाई है। यो माइत आएको बेला आमाको माया लागेर को चाहिँ यसरी फुरुक्क उफ्रेर होइन हजुर मम्मी केही गर्नु पर्दैन, म आफै गर्छु, घाँस आफै काट्छु, दाउरा आफै ल्याउँछु भन्नुहुन्छ। अब सक्ने त आफू सकिँदैन, तर पनि हामीहरू चाहिँ यस्तै भनेर आज बेलुका साँझ यहाँ घाँस काट्न, साँझ भन्दा नि अहिले 5-6 कति बज्यो आएका छौँ। अब घाँस भन्नुहुन्छ नि यही हो, यही कसरी काटेर लाने र कसरी भारी पुऱ्याउने भन्न त भनिहाल्यो होइन। बिजोग अवस्था लुकिरहेको छ यो चाहिँ घाँस कसरी पुऱ्याउने भनेर। अब अम्बक खाने यिनै अम्बक भेला पारेर लानुपर्छ होला, बिजोग छ। अम्बकहरू चाहिँ एकदम मिठो पाउँछ। अम्बकको भारी पुऱ्याएर लान सजिलो छ। घाँस त यही लहरा लैजाउँ के जान्छु यस्तो छ हेर्नु है, बिजोग छ। तर एकदमै राम्रो छ, हरियाली हेर्नुहोस् है। ओहो, गाउँघर त एकदमै रमाइलो है। सररररर उह अम्बक पेट भरिरहेको छ। ओके बाई बाई, हजुरहरूले हेरिदिनु होला।